हेलो नमस्ते, म कृष्ण ढकाल। स्वागत छ तपाईँलाई मेरो च्यानल केयर सब नेटवर्कमा। आज मैले तपाईँलाई सधैँ जस्तै सानो व्यवसायहरूलाई मात्रै समेटेर चाहिँ भिडियो बनाउँथेँ। आज चाहिँ ठुला जस्तो 2 करोडभन्दा माथिको ठेक्काहरू चाहिँ बिड गर्न चाहनुहुने व्यवसायहरूलाई चाहिँ नर्मली डकुमेन्टेसनहरू के कुरामा ध्यान दिनुपर्छ र कस्ता कुराहरू मिस्टेक गरिन्छ ती भन्ने कुराहरूलाई लिएर उपस्थित भएको छु। र यो भिडियो हेरिसकेपछि तपाईँलाई चाहिँ यसको बारेमा अलि मसिनो गरी डिटेल नै चाहियो भने चाहिँ तपाईँले भन्न सक्नुहुनेछ। त्यो अनुसारले भिडियो बनाउँछु। अहिले चाहिँ धेरैजना साथीहरू मसित जोडिने गर्दा सानो व्यवसाय जोडिने र ठुलो व्यवसायले चाहिँ खासै प्रभावकारी भएन कि भन्ने पनि लागेको हुनसक्छ। त्यसले गर्दा आज मैले ठुलामा जो बढ्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ डकुमेन्टहरू के गर्ने भन्ने कुरा चाहिँ देखाउनेछु। र अझ ठुला व्यवसायले हेर्नै पर्ने कुरा के चाहिँ छ भने, जो ठुला व्यवसाय भन्दा 2 करोडभन्दा माथिको व्यवसाय जसले टेन्डर बिड गर्दै हुनुहुन्छ, पछिल्लो जुन संशोधन आयो त्यो 2026 होला, अगस्त होला, यसले चाहिँ धेरै कुराहरू पहिलाको जस्तो छैन। पहिला हामी कपी पेस्टमै धेरै डकुमेन्टहरू खेलाउँथ्यौँ भने अहिले चाहिँ कपी पेस्ट गरेर डकुमेन्ट खेलाएर चाहिँ हुने खालको चाहिँ छैन होइन। हामीले एकदमै हेर्न पर्ने कुराहरू चाहिँ के थियो भने, जस्तै अब पहिला के भने जनरल एक्सपिरियन्स मागिन्थ्यो क्या, अफिस कार्यालयले माग्थ्यो। हामीले चाहिँ त्यसलाई पुरानो डकुमेन्ट नर्मली पुरानो एसपिडीमा मागिन्थ्यो, त्यसलाई जे छ त्यो हालिन्थ्यो। अहिले चाहिँ एसपिडी अनुसार फरक पनि छ र प्रमाणित पनि गर्नुपर्ने छ, भनेको डकुमेन्ट जस्टिफिकेसन पनि गराउनुपर्छ। पहिला चाहिँ कार्यालयलाई चाह्यो उजुरबाजुर परेको खण्ड मात्रै हुन्थ्यो भने चाहिँ अहिले चाहिँ हामीले डकुमेन्ट चाहिँ प्रमाणित गर्नुपर्ने छ होइन। सिमिलर नेचर पहिला चाहिँ कस्तो भने मागिन्थ्यो, कार्यालयले माग्थ्यो, पुरानो एसपिडीमा माग्ने चलन थियो, अनि सिमिलर नेचर हामीले क्यालकुलेट गरेर हालिदिन्थ्यौँ, नर्मली चल्थ्यो। तर अहिले चाहिँ त्यस्तो चल्दैन। पहिला बिड डकुमेन्ट राम्रोसित पढ्नुहोस्, किनभने बिड डकुमेन्ट चाहिँ प्रोजेक्ट अनुसार चाहिँ स्ट्यान्डर्ड फर्मेट भए पनि भूगोल अनुसार चाहिँ परिमार्जन गर्न सक्ने छ होइन। त्यसले गर्दा चाहिँ एक्सिमिल नेचरहरू कति छिटो गर्नुपर्ने, के गर्नुपर्ने होइन, पछिल्लो वर्षमा काम गरेको छ कि छैन, कस्तो पनि भइरहेछ भने मान्छेले पहिला काम गर्थे, बिचमा काम गर्न छोडे, अब अहिले एभरेज बिडिङ आएर फेरि ठेक्का हाल्न खोजेका नि हुनसक्छ होइन। यस्ता कुराहरू छन्। त्यसले गर्दा सिमिलर नेचरमा हेर्नुपर्ने छ। अनि अर्को टर्नओभर त अझै मेजर हेर्नै पर्ने कुरा के भइरहेको छ भने, पहिला हामी पछिल्लो 10 वर्षमा लास्ट 5 इयर्सको बेस्ट 3 इयर्स गरिन्थ्यो, अथवा लास्ट 10 इयर्सको बेस्ट 3 इयर्स गरिन्थ्यो। अब अहिले चाहिँ कार्यालयले त्यो कुरा चाहिँ चाह्यो भने चाहिँ अलिकति जस्तो क्रिटिकल ठाउँहरू हुन्छ नि त, अलिकति अप्ठ्यारो ठाउँहरूमा अनि त्यस्तै खालको प्रोजेक्टहरूमा चाहिँ कार्यालयले कसरी माग्न सक्ने भयो भने चाहिँ पछिल्लो रेगुलर 3 वर्ष चाहिँ काम गरिरहेको छ भने त्यसलाई मात्रै त्यसको मात्रै टर्नओभर काउन्ट गर्ने भनेर चाहिँ कार्यालयले भन्यो भने पनि हामीले त्यसलाई चाहिँ ठ्याक्कै कतै उजुरबाजुर गरेर चाहिँ हामीलाई त्यो क्यान्सल गर्न पाउने अधिकार चाहिँ रहेन। भनेको मतलब कस्तो भने, पहिला चाहिँ लास्ट 10 इयर्सको बेस्ट 3 इयर्स भनिन्थ्यो भने चाहिँ अब चाहिँ कुनै कार्यालयले सबैलाई त्यसैले गर्न त पाइएन, तर कुनै स्पेसिफाइड कन्डिसनहरूमा त्यस्तो ठाउँहरूमा चाहिँ आइहाल्यो भने चाहिँ नर्मल त्यो काम चाहिँ टर्नओभरलाई चाहिँ पछिल्लो 3 वर्षको मात्रै भन्ला अथवा पछिल्लो 5 इयर्सको मात्रै क्यालकुलेसन गर्छु भनेर भन्यो भने पनि त्यसलाई चाहिँ हामीले त्यो डकुमेन्ट चाहिँ पुर्याएर गराउनु पर्ने भयो। र फाइनेन्सियलको हकमा पनि पछिल्लो समय र अहिलेकोमा फरक छ। फाइनेन्सियल रिसोर्स पनि पहिला मागिन्थ्यो र हामीले एकचोटि बिचमा चाहिँ संशोधन पनि गरेका थियो र ब्याङ्कले क्रेडिट लाइन पनि त्यही अनुसारले लिमिटमै राखेर जारी गरेको थियो। पछि चाहिँ व्यवसायको विरोध पनि भयो र राज्यले पनि त्यसलाई उचित नठानेपछि त्यो हटायो र के अरे यो क्रेडिट लाइनले चाहिँ फाइनेन्सियल रिसोर्स चाहिँ क्रेडिट लाइन चाहिँ नर्मली त्यो यदि तपाईँको अडिट रिपोर्टले जस्टिफाई गर्यो भने हुन्थ्यो, भएन भने ब्याङ्कले नै एउटा क्रेडिट लाइन जारी गर्थ्यो जुन ब्याङ्कको फर्मेटमा थियो, त्यो भए पनि काम चल्थ्यो। अब चाहिँ त्यो नर्मल्ली त्यसले मात्रै काम नगर्नेवाला चाहिँ छ। र त्यसमा भनिएको के चाहिँ छ भने, क्रेडिट लाइन भनेको तपाईँले कुनै कन्ट्र्याक्ट जिम्मा लिइसकेपछि त्यो कन्ट्र्याक्टलाई चाहिँ तपाईँले काम गर्दै गर्दा पैसा पाइन रोकिएँ भनेर पाउने अवस्था चाहिँ छैन। किनभने त्यो क्रेडिट लाइन तपाईँले भनेको यदि त्यो क्रेडिट लाइन बराबरको फाइनेन्समा चाहिँ इन्भेस्टमेन्ट गर्न सक्छु है, त्यति बेलासम्म थाहा, किन प्रक्रिया त फरक हुन्छ, बजेट ढिलो आउनसक्छ, कहिले काम चाँडो पहिला गरेर बजेट माग्नुपर्ने अवस्था हुनसक्छ। त्यसले गर्दा चाहिँ क्रेडिट लाइनलाई चाहिँ जिम्मेवारीपूर्वक ब्याङ्कलाई नै जवाफदेहिता बनाउने हिसाबले चाहिँ क्रेडिट लाइनलाई चाहिँ अलिकति टाइट गर्ने भनेको छ। सो अनुसार चाहिँ क्रेडिट लाइन बनाउनु पर्ने हुन्छ र क्रेडिट लाइनमा अलिकति ध्यान दिनुपर्ने छ। अनि अर्को कुरा चाहिँ बिड क्यापेसिटी चाहिँ अहिले पछिल्लो सरकारले चाहिँ मजाले नै कार्यान्वयन गर्ने तरिकाले जुन एसपिडिआरमा उल्लेख गरेको छ। बिड क्यापेसिटी कस्तो थियो भने, पहिला चाहिँ जति टर्नओभर थियो त्यसको 7 टाइम्स 5 टाइम्स भन्ने थियो
र जति ठेका हाले पनि घट्दैन थियो। अब अहिले चाहिँ के गर्ने भएको छ भने कुनै तपाईँले कुनै ठेका एग्रिमेन्ट गर्यो भने चाहिँ त्यो ठेकाको चाहिँ बिट क्यापेसिटी तपाईँ त्यहाँ त थाहा नि त त्यो ठेकाले कति बिट क्यापेसिटी क्याप्चर गर्छ। क्याप्चर गरेपछि जति घट्नुपर्ने छ त्यो घट्छ नै भनेको बिट क्यापेसिटी अब सेयरिङ घट्दै घट्दै जस्तै तपाईँको बिट क्यापेसिटी 50 करोड छ, 10 करोड ठेका पार्नु भयो भने 10 करोड त घट्यो नि त 50 करोडबाट 40 करोडमा झऱ्यो। त्यसरी नै घट्छ र ठेका तपाईँ सम्पन्न भएपछि फेरि त्यसलाई प्लस गरेर एड गर्ने कुरा बढ्ने कुरा बढिहाल्छ। र पहिला इक्विपमेन्ट पनि अब इक्विपमेन्टमा पनि के थियो भने पहिला इक्विपमेन्ट मागिन्थ्यो हैन, कारले बिड डकुमेन्टमा लेखेर मागेको हुन्थ्यो र तपाईँले नर्मली बिड इक्विपमेन्टहरू चाहिँ आफूसित भएका हाल्नुहुन्थ्यो, नभएका चाहिँ लिजमा यतातता गरेर हाल्नुहुन्थ्यो। त्यति धेरै मसिनरीहरू चाहिँ त्यो इक्विपमेन्टहरूलाई चाहिँ जस्टिफाई गर्नुपर्ने हुन्छ भनेको तपाईँको जेन्युन हो होइन, अथवा लिज नै छ भने लिज जेन्युन छ कि छैन भने त्यसलाई पनि क्रस चेक गरेर त्यसलाई टेक्निकलमै समावेश गर्ने नगर्ने। यदि तपाईँको लिज फेक खालको लिज रहेछ भने पनि त्यसलाई चाहिँ नमान्ने भन्ने कुरा चाहिँ छ। पहिला के थियो पछि लिज कन्ट्र्याक्टर हालिसकेपछि कन्ट्र्याक्टरले काम गर्नेमा जसरी ल्याउँछ भन्ने अफिसको बुझाइ हुन्थ्यो। अहिले चाहिँ साँच्चै कन्ट्र्याक्टरले खोजेर लिएर आउन सक्छ अथवा सक्दैन भन्ने टाइपले चाहिँ जस्टिफिकेसन गर्ने छ। त्यसले गर्दा पहिला जस्तो चाहिँ कपी पेस्ट गरेर कहाँको डकुमेन्ट कति बेला त के थाहा हुँदैन थियो भने डकुमेन्ट कसको लिज बनिरहेको हुन्थ्यो, कहिले कहाँ दियो लिज थाहा हुँदैन थियो, समस्या आउँथ्यो भने अब चाहिँ त्यो चाहिँ हुँदैन। डकुमेन्टहरू इक्विपमेन्टहरू पनि तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँको पहिला मेन पावरहरू जस्तो 2 करोडभन्दा माथि ठेकामा मेन पावर हो भने माग्थ्यो। मेन पावर भनेको इन्जिनियरहरू, सब इन्जिनियरहरू होइन, सर्भेयरहरू माग्थ्यो नि त, तपाईँको ल्याब टेक्निसियनहरू माग्थ्यो। पहिला डकुमेन्ट मागिन्थ्यो अनि मान्छे नभए पनि डकुमेन्ट पुरा गरेर दिने चलन थियो, हालिदिने चलन थियो। पछि काम गर्ने बेला कन्ट्र्याक्टरले जसरी म्यानेज गर्छ भन्ने थियो। अब चाहिँ कार्यालयले चाह्यो भने चाहिँ प्रमाणसहित पेस गर्नुपर्ने हुन्छ। भनेको मतलब तपाईँको भोलि होला प्रमाण चेक गर्ने कुराहरू चाहिँ फरक पाटो पर्ला नि, राज्यले नि केही न केही विधि विधान बनायो होला। तर हामीलाई चाहिँ बिड डकुमेन्टमा लेखेको भइसकेपछि हामी आफू सचेत चाहिँ हुनु पऱ्यो। यदि प्रोजेक्ट म्यानेजर तपाईँले हाल्नुभयो, प्रोजेक्ट म्यानेजरको डकुमेन्ट हाल्दै गर्दा प्रोजेक्ट म्यानेजरले कार्यालय तपाईँ फलानु ठेकाको प्रोजेक्ट म्यानेजर हो भनेर सोध्यो भने तपाईँले हालेको डकुमेन्टको मान्छेले होइन भनिदियो भने तपाईँ टेक्निकलमा सामेल नहुन सक्नुहुन्छ। भने जस्तो यो एज अ इक्जाम्पल हो। यी कुराहरू चाहिँ प्रमाणसहित भनेको कार्यालयले चाह्यो भने त्यसलाई चाहिँ गर्न सक्नुहुन्छ र कार्यालयले ती कुरालाई राम्रोसी चेक गरेर मात्रै टेक्निकललाई दिनु भनेको छ होइन। र डिक्लेरेसन लेटर पनि पहिला चाहिँ नर्मली एउटा सामान्य फर्मेट थियो, त्यसलाई हालिन्थ्यो। र अहिले डिक्लेरेसन लेटरलाई अहिले चाहिँ चल्दैछ, यो छ त्यो छ भन्ने कुरा पछिल्लो समय कन्ट्र्याक्टरहरू धेरै मुद्दा मामिला परिरहेको भएर डिक्लेरेसन चाहिँ डिक्लेयर गर्नुपर्ने भन्ने चाहिँ छ। र यो सिमिलर नेचरको हकमा चाहिँ पहिला बिचमा तपाईँको दुईवटा जोडेर पनि दिन व्यवस्था गरेको थियो। अब अहिले चाहिँ त्यो जोड्ने व्यवस्था चाहिँ गरेको छैन। र कुनै बिड डकुमेन्टले चाहिँ जोड्ने व्यवस्थै गरेछ भने कुनै प्रोजेक्टमा चाहिँ होइन। कुनै प्रोजेक्ट कस्तो हुनसक्छ भने 5 वर्ष लगाएर गरेको प्रोजेक्ट छ, तपाईँसित सिमिलर नेचर छ, तर तपाईँले सिमिलर नेचर मसित 5 यो छ के भनेर हाल्छु भनेर चाहिँ कार्यालयले नमान्नु नि सक्छ। त्यसले गर्दा बिड डकुमेन्ट पढ्न पर्ने हुन्छ। यदि कुनै प्रोजेक्ट 2 वर्षमै सक्नुपर्ने छ भने त्योभन्दा पहिला हालेको सिमिलर नेचर यदि उसले 2 वर्षमा सकेको छ, अन टाइममै सकेको छ भने चाहिँ त्यसलाई एक्सेस गर्ने। यदि 2 वर्षमा सक्ने प्रोजेक्ट 4 वर्ष लगाएर गरेको छ भने त्यसलाई चाहिँ भ्यालिड नमान्ने भनेर चाहिँ राज्यले इभ्यालुएसन गर्न सक्छ। भनेको त्यसको लागि बिड डकुमेन्टमा खुलाइएको हुन्छ। त्यसले गर्दा पहिला हामी ओभरअल सबै बिड डकुमेन्ट एउटै भन्ने हिसाबले चाहिँ डकुमेन्टहरू बनाउँथ्यौँ। त्यसले गर्दा कपी पेस्ट धेरै चल्थ्यो, नामहरू मात्रै चेन्ज गर्थ्यौँ। अब चाहिँ बिड डकुमेन्ट मजाले पढ्नु पऱ्यो। बिड डकुमेन्ट पढिसकेपछि बिड डकुमेन्टमा के कुरा भनिएको छ भनेको त्यही अफिसको नि एउटा ठेका हाल्दा एउटा बिड डकुमेन्ट, अर्को ठेका हाल्दा अर्को भनेको भित्रका क्लजहरू रिक्वायरमेन्टहरू चाहिँ फरक हुन सक्छन्। स्ट्यान्डर्डभित्रै परेर रिक्वायरमेन्टहरू फरक हुन सक्छन्। ती कुरा चाहिँ तपाईँले बिड डकुमेन्ट हेरेर मात्रै डकुमेन्ट पेस गर्नु चाहिँ गर्नुपर्ने हुन्छ। अब अर्को कुरा पनि आयो ब्याङ्क ग्यारेन्टीको। पहिला के थियो भने बिड सेक्युरिटी हामीले चाहिँ ब्याङ्कमा गएर बिड सेक्युरिटी ब्याङ्क ग्यारेन्टी बनाइदियो भनेपछि ब्याङ्कले एउटा स्ट्यान्डर्ड फर्मेट थियो, त्यो फर्मेट पिपिएमओले पनि दिएको थियो, कमन टाइपको थियो र ब्याङ्कले बनाइदिन्थ्यो, चल्थ्यो। तर अहिले चाहिँ बिड डकुमेन्ट बकाइदा के भन्छ भने यदि तपाईँको बिड डकुमेन्टमा भएअनुसारको त्यो ब्याङ्क ग्यारेन्टी जुन फर्मेट छ सो फर्मेट अनुसार चाहिँ ब्याङ्क ग्यारेन्टी भएन भने कार्यालयले तपाईँ क्लाइन्टले सुरुमै रिजेक्ट गरिदिन सक्छ। तपाईँले टेक्निकलमै त्यसमा फालिदिन सक्छ, फालिदिने अथोरिटी छ। त्यसले गर्दा चाहिँ बिड डकुमेन्ट तपाईँले हेरेर बिड डकुमेन्टमा जुन अनुसारको भनेको सोही अनुसार चाहिँ ब्याङ्क ग्यारेन्टी बनाउनु पर्ने हुन्छ। अर्को कुरा आयो जेबीमा डकुमेन्ट हाल्दै गर्दा पहिला कस्तो थियो भने एउटाको टर्नओभर पुग्यो, एउटाको एक्सपिरियन्स र अरू कुरा पुग्छ अनि त्यसपछि जेबी हाल्न पाइन्थ्यो।
अब अहिले चाहिँ तपाईँले बिड डकुमेन्ट नहेरी त्यो कुरा चाहिँ डिक्लेयर गर्न सक्नुहुन्न। र अर्को पहिला चाहिँ के थियो भने यो जेबी पार्टनरमा लिड पार्टी कसलाई राख्ने भन्ने कुरा पहिला म्याटर थिएन, किनभने 2 करोडभन्दा माथि ठेकमा जेबी गर्न पाइन्थ्यो, पाउनु त 2 करोडभन्दा मुनिको पनि पाइन्छ, जेबी गर्न पाइन्थ्यो। जेबी गर्न पाइँदै गर्दा जस्तै मेरो कुनै प्रोजेक्टमा 25% मात्रै मेरो पुग्थ्यो, 75 अर्काको हुन्थ्यो। तर लिड पार्टी म बसेर नै त्यो प्रोजेक्टहरू हाल्न पाउँथेँ होइन। अब अहिले चाहिँ छैन, बिड डकुमेन्टमा लेखिएको छ कुन पार्टी चाहिँ लिड पार्टी बस्न पाउँछ पाउँदैन, मतलब कति पुगेकोले कति रिक्वायरमेन्ट भएकोले चाहिँ लिड पार्टी बस्न पाउँछ र कुन पार्टी चाहिँ लिड पार्टी बस्न पाउँदैन भन्ने कुरा चाहिँ बिड डकुमेन्टमा खुलिएको लेखिएको हुन्छ। त्यसले गर्दा सोही अनुसार चाहिँ तपाईँले यदि भर्खर तपाईँको टर्नओभर मात्रै पुगेर तपाईँ 25% पुग्ने मान्छे, तपाईँ चाहिँ 60%, 61%, 51% बसेर लिड पार्टी भने, अनि अर्को सबै क्राइटेरिया भएको सेकेन्डरी पार्टी भयो भने चाहिँ भोलि यो भर्खर टर्नओभर पुगेकोले काम नगरिन सक्छ भन्ने हिसाबले नै चाहिँ यो कुरा जिम्मेवारी नहुनसक्छ भनेर चाहिँ यो व्यवस्था गरिएको हुनसक्छ। तर फेरि अर्को तरिकाले सोच्न चाहिँ के हुन्छ भने हामीसित ग्यारेन्टी पनि राखिएको हुन्छ, सबै कुरा राखिएको हुन्छ, हामी लिड त जो पनि बस्न पाउनुपर्छ भन्ने पनि हामी व्यवसायको तर्फबाट मागेको हो। तर राज्यले गरेको कुरालाई चाहिँ हामी कुनै ठेक्का आफूले सोचेको भन्दा आफ्नो क्राइटेरिया पुग्नुभन्दा माथिल्लो ठेक्कामा जम्प गर्दैछौँ भने हामीले ठुलाको अथवा एक्सपिरियन्सको सहायता अनुसार नै उसित सब बसेर उसलाई लिड बनाएरै एउटा प्रोजेक्ट सक्यो भने आफूले अर्को त्यसको एक्सपिरियन्स आइसकेपछि अर्को ठेक्कामा आफू लिड बसेर अर्को ठेक्का हाल्नुपर्छ भन्ने राज्यको बुझाइ हो। त्यो वास्तवमा जायज चाहिँ हो। राज्यले गर्न खोजेको यो कुरालाई चाहिँ नराम्रो छैन, राम्रोलाई राम्रै भन्नुपर्छ। त्यसले गर्दा जेबीमा लिड पार्टनर को बस्ने को हुन पाउँछ भन्ने कुरा चाहिँ बिड डकुमेन्टमा लेखिएको हुन्छ। पहिला मागिन्थ्यो, नर्मली हालिन्थ्यो, अहिले चाहिँ त्यो बकाइदा खुलाएको हुन्छ, त्यो चाहिँ ख्याल गर्नुपर्ने छ। भनेको ओभरअलमा यी सबै कुरा जुन 2 करोडभन्दा माथिका ठुला ठेक्का जसरी हालिन्थ्यो पहिला जस्तो कपी पेस्टले चल्थ्यो भने चाहिँ अब कपी पेस्टले चल्दैन। र अब तपाईँ कुनै ठेक्का हाल्दै हुनुहुन्छ भने चाहिँ त्यो ठेक्काको बिड डकुमेन्ट चाहिँ मजाले अध्ययन गर्नुपर्ने हुन्छ। अर्को कुरा एससिसी र जिसिसी पनि चेन्ज भएको छ। स्पेसल कन्डिसनल अफ कन्ट्र्याक्ट र जनरल कन्डिसन अफ कन्ट्र्याक्ट यी दुवै कुराहरूमा पनि हुन त राज्यको कानुनलाई चाहिँ नियावलीले सजिलो बनाउँछ र त्यसलाई पनि अझ सजिलो चाहिँ बुझ्नको तरिकाले हामी कुनै बिड डकुमेन्टमा जिसिसी र एससिसी क्लजहरू राखेको हुन्छ। ती जिसिसी एससिसीका क्लजहरूमा पनि धेरै ठाउँमा हेरफेरहरू भएका छन्, तिनलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ। जस्तो तपाईँको ठेक्काको कन्ट्र्याक्टको टाइम चाहिँ थप नहुन पनि सक्छ, अथवा सर्टेन यो कन्डिसनमा पऱ्यो भने मात्रै यति समयले थपिन सक्ने छ भन्ने कुरा चाहिँ बिड डकुमेन्टमा लेखिएको रहेछ भने तपाईँले भोलि चाहिँ यो भयो त्यो भयो भनेर चाहिँ तपाईँलाई एक्सक्युज गर्नेवाला सरकारले छैन। त्यो भएको भएर ती जिसिसी एससिसी कन्ट्र्याक्टहरू हेर्नुपर्छ भनेको टाइममा त्यो प्रोजेक्टको समयहरू के छ र तपाईँको वर्क सेड्युलहरू चाहिँ त्यसमा मागेको छ र पहिलाभन्दा अहिलेको चाहिँ अलिकति वैज्ञानिक अलिकति टेक्निकली रूपमा चाहिँ डकुमेन्टलाई चाहिँ अलिकति ख्याल गरिएको छ र सोही अनुसार इम्प्लिमेन्ट भयो भने एज अ कन्ट्र्याक्टर पनि प्रोफेसनली काम गर्न सक्छन् र अन टाइम प्रोजेक्ट सक्न सक्छन् भन्ने नै उद्देश्य हो। किनभने पहिला चाहिँ घटेर हाल्थे, सबैलाई दयामाया लाग्थ्यो, ठिकै छ बढी घटाएको छ यसलाई गरिदिउँ न त भन्ने टाइपको हुन्थ्यो। काम त गर्नै पर्थ्यो, त्यही पनि कतिपय ठाउँमा चाहिँ नेगोसिएट गर्ने ठाउँ हुन्थ्यो र गरिदिन्थ्यो। अब नेगोसिएट भन्ने चाहिँ कुनैमा नि हुँदैन, कुनैमा नहुने भएपछि डकुमेन्ट पनि हामीले स्ट्रङली बनाउनु पऱ्यो र रेटहरू पनि अब त्यो अनुसारले हाल्नु पऱ्यो। अहिले त कस्तो छ भने टेक्निकल पास हुन पनि धेरै क्राइटेरियाहरू बनाएका छन्। क्राइटेरियाहरू पार गर्नलाई नै अलिक गाह्रो छ। त्यसले गर्दा डकुमेन्ट मसिनो गएर तपाईँले हेर्न सक्नु भएन भने चाहिँ तपाईँ टेक्निकलमै फेल हुन सक्नुहुन्छ। यी सबै कुराले गर्दा तपाईँ टेक्निकल डकुमेन्ट पास हुनु, टेक्निकल डकुमेन्ट भइसकेपछि तपाईँ फाइनेन्सियलमा अगाडि बढ्नुहुन्छ। तपाईँको फाइनेन्सियल राम्रो छ भन्दैमा तपाईँलाई नि पर्छ भन्ने नहुनसक्छ। त्यसले गर्दा फाइनेन्सियल टेक्निकल पार्ट दुइटै हुनुपर्छ। र भोलि फाइनेन्समा पनि मैले अघिल्लोचोटि भिडियोमा भनिसकेँ, तपाईँको रेट 30% भन्दा बढी कुनै पार्सलले आइटम छ भने चाहिँ त्यसलाई चाहिँ रेट एनालाइसिस माग्न सक्छ। तर ओभरअल प्रोजेक्ट चाहिँ 30% भन्दा तलै भएको हुनुपर्छ, मतलब 30% कट्न पाइएन। ओभरअल प्रोजेक्ट फाइनेन्समा 30% नकटेको कुनै आइटम चाहिँ पर्टिकुलर आइटम चाहिँ 1-2 आइटम तलमाथि भयो चाहिँ भने त्यसलाई चाहिँ 30% भन्दा बढी भयो भने चाहिँ रेट एनालाइसिस मागेर तपाईँले टेक्निकलमा मतलब तपाईँले इभ्यालुएसनमा सामेल गराउन सक्छ। यो सबै कुरा तपाईँले बुझिसकेपछि अब तपाईँलाई चाहिँ ठुलो ठेक्का जाँदै गर्दा चाहिँ के कुरा ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ तपाईँले चाहिँ बुझ्नुभयो होला। र केही कुरा त्यस्तो बुझिएन र अझै मसिनो गरी बुझ्न चाहनुहुन्छ भने चाहिँ धेरैभन्दा धेरै साथीहरूले कमेन्ट गरिदिनु भने सो विषयमा एउटा टपिक्स बनाएर मसिनो गरी च्याप्टर नै बनाएर भिडियो मसिनो बनाउनेछु। भिडियो अन्तिमसम्म हेरिदिनु भयो, कस्तो लाग्यो प्रतिक्रिया दिनु नबिर्सिनुहोला। धन्यवाद।